हिजो हामी नगरकोट गएका थियौं। भ्रमण वर्ष 2082 को उद्घाटन कार्यक्रममा सहभागी हुन। मनमा उत्साह थियो, मुटुमा गर्व थियो र आँखामा कल्पनाले भरिएको नगरकोटको हरियाली, सफा हावा र शान्त वातावरणको स्वागत पाउँछु कि भन्ने। तर त्यो कल्पना सूर्य विनाकबाटै ढल्न थाल्यो। सडकमा पाइला टेक्ने बित्तिकै लाग्यो, यो यात्रा नगरकोटको होइन, धुलोको तीर्थयात्रा पो रहेछ। राष्ट्रपतिले उपस्थितिमा गरिमामय समारोह गर्दै थियो र झण्डाहरूले बाटो सजिएका थिए। रुख, पोल, ढुङ्गा, सायद कुहिएको माटोमै पनि झुन्डाउने सोचेको थियो होला झण्डाहरू। तर हामीलाई देखिएको सजावटभन्दा पनि धेरै चर्को थियो सडकको अवस्था। झण्डा हेर्ने कि खाल्टो टार्ने, यस्तो दुविधा बोकी हामी अघि बढिरहेका थियौँ। सडक यस्तो कि यात्रा होइन, सवारी साधनको सहनशीलताको परीक्षा हुँदैछ। धुलो यस्तो कि हामीले मास्क लगाउने होइन, मास्क नै धुलोको सन्दुकमा परिणत भइसकेको थियो। हामीले नगरकोट पुग्नुभन्दा पहिला नै भ्रमण वर्षको सासमा अनुभूति गरिसकेका थियौँ। नगरकोट पुगेर स्थानीयहरूसँग केही संवाद त भयो। कसैको गुनासो बाटोमै थियो भने कसैको समाजसेवाको, कसैको सपना राष्ट्रपति समक्ष पुर्याउन सकिने आफ्नो पीडाको एउटा आशा। तर प्रश्न रहिरह्यो, के ती आवाजहरूले झण्डा पार गर्ने सम्भावना राख्थे त? के ती पनि धुलोमै हराउने थिए? कार्यक्रममा झिलिमिली थियो, मन्तव्य थिए, फोटोहरू थिए, समाचार बनाउने दृश्यहरू थिए, सयौं संख्यामा जनप्रतिनिधिहरू थिए। तर त्यही झिलिमिली बीच छोपिएको थियो धुलोको खाल्डा र राज्यको व्यवस्था। झिलिमिली बत्तीले अँध्यारो लुक्दैन, उखानमा मात्र होइन, यथार्थमा पनि यही सार्थक हुन्छ। हिजो हामीले भोगेको त्यो यात्रा पर्यटन वर्षको उद्घाटन थिएन। यस्तो लाग्थ्यो त्यो त राज्यको आत्मा खोल्ने कथा थियो, जहाँ समारोह हुन्छ तर सेवा हुँदैन, जहाँ सन्देश हुन्छ तर समाधान हुँदैन, जहाँ झण्डा लहराइन्छन् तर बाटो बन्दैन। के हामी सधैँ यस्तै लाजमर्दो पर्दा ओढेर रमाउन बाध्य छौँ? के हाम्रा राष्ट्रपति धुलोको पुलमाथि उभिएर सफा भविष्य उद्घाटन गर्नुहुन्छ? के हामीले पनि कहिले खुल्ला आँखाले भन्न सक्ने अवस्था आउँछ, हो यो हो हाम्रो नेपाल, हेर्नुस् यहाँ सपना मात्र देखाइँदैन, बाटो पनि बनाइन्छ। नगरकोट पुगेपछि हामीले दृश्य कम देख्यौं, धुलो बढी महसुस गर्यौं। तर त्यो धुलो साक्षी बन्यो हाम्रा अपेक्षाहरूको, अवस्थाको विसङ्गतिहरूको र शब्द मात्रका घोषणाहरूको। पर्यटन वर्ष ब्यानर टाँसेर होइन, बाटो बनाएर सफल हुन सक्छ। राष्ट्रपतिले उद्घाटन गर्नु गर्वको कुरा हो, तर त्यो उद्घाटन धुलो र पीडाको पर्दामुनि नहोस्। साँचो स्वागत साज-सज्जा मात्र होइन, सजिलो र सुरक्षित यात्रामा हुन्छ।